नमस्ते, म विज्ञान कार्की। आज केही दिनपछि म मेरो युट्युब च्यानल मार्फत आएको छु। आज म तपाईहरुलाई मेरो युट्युब च्यानल मार्फत एउटा यस्तो स्मरण योग्य काम देखाउन गइरहेको छु जुन यस्तो लकडाउनको बेला यस्तो महामारी कोरोनाको महामारीको समयमा पनि आफ्नो जीव ज्यानलाई जोखिममा राखेर असहाय व्यक्तिहरू र सडकमा भोकै बसेका सर्वसाधारणहरूलाई निशुल्क खानेकुरा उपलब्ध गराइरहेका छन्। यो सराहनीय काम भक्तपुरको विभिन्न ठाउँहरुमा भइरहेको छ र साथसाथै अरु अन्य सहयोगी हातहरुले पनि सबै नेपाल अधिराज्यभरि नै गरिरहेका छन् र यसमा को हुन् यी व्यक्ति संस्था र कसरी गर्दैछन् म हजुरहरुलाई मेरो युट्युब च्यानलमा देखाउन गइरहेको छु। नमस्कार सबैजनालाई। अहिले चाहिँ हामीले यो बालबालिका ग्रुप र शान्त संसारको टिमसँग समन्वय गरेर जो जति चाहिँ यो कोभिड-19 को यो लकडाउनमा चाहिँ खाना खान नपाएर सडकमा भौतारिएर बस्नु भएको छ उहाँहरुको लागि चाहिँ हामीले आफ्नो तर्फबाट के गर्न सक्छौं भनेर चाहिँ सडकमा आउनुभएका सम्पूर्ण महानुभावहरुलाई चाहिँ खाना खुवाउने एउटा प्रयास गरिरहेका छौं र यो चाहिँ हामीले निकै दिन अगाडिदेखि प्रयास जारी छ हाम्रो र हामीले खानाको रूपमा चाहिँ दाल भात तरकारी अचार वितरण गरिरहेका छौं। यो टिममा चाहिँ समावेश भएर काममा सहयोग गर्नुहुने चाहिँ हाम्रो बालबालिका सम्पूर्ण टिचर्सहरु आबद्ध भएर लागिरहनु भएको छ। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ सम्पूर्ण टिचरहरु चाहिँ यहाँनेरि अहिले धमाधम काम गरिरहनु भएको छ र एकछिनमा चाहिँ हामी फेरि यो खानेकुराहरु वितरण गर्नका लागि मध्यपुर छिमी अर्थात शंकरदत्त चोकमा त्यहाँ वितरण गर्दैछौं। यसै गरिकन सानो छिमी कठघर चोक र सूर्य विनायकसम्म पनि हामी पुग्ने लक्ष्यमा छौं। त्यसै गरी दिन र पर्सिको दिनमा पनि हाम्रो यो समाज सेवा चाहिँ निरन्तर रहनेछ र सम्पूर्णलाई यदि तपाईहरु पनि इच्छुक हुनुहुन्छ भने हाम्रो यो बालबालिका ग्रुपमा आएर संलग्न भएर साथ सहयोग गरिदिनु हुनुमा हार्दिक अनुरोध गर्छु। नमस्ते। पल्टै पल्ट हेर्दै हुनुहुन्छ कुन जाति किरा छ भनेर। खाना तयार भइरहेछ सर। त्यसै गरेर दाल तयार भइरहेछ। यहाँ दाल तयार भइरहेछ सर। यहाँ दाल पाकिसकेको छ हेर्नु होला। यहाँ हेर्नुहोस् दाल पाकिसकेको छ। तरकारी यहाँ तयारी अवस्थामा छ। त्यहाँ भेन्टा हामीले काटिरहेका छौँ। रियान सर चाहिँ आज आफूले बनाएको तरकारीको रेसिपी शेयर गर्दै हुनुहुन्छ। रियान सर र यहाँ अहिले चाहिँ जति पनि खटिरहनु भएका छ सम्पूर्णलाई हैन हृदयदेखि नै
धन्यवाद गर्न चाहन्छु र हामी सहयोगी मनकारीहरू जो हुनुहुन्छ उहाँहरूलाई पनि सहयोग गर्न म आग्रह गर्दछु। यदि सहयोग गर्ने इच्छा छ भने र सहयोग गर्नको लागि चाहिँ तल डिस्क्रिप्सनमा चाहिँ म नाम र नम्बर प्रोभाइड गरिदिन्छु। त्यसमा हजुरहरूले सम्पर्क गर्न सक्नुहुन्छ र सम्पर्क गरेर हाम्रो अझै हौसला बढाइदिन आग्रह गर्दछु। हाम्रो साथीभाइहरू इष्टमित्रहरू जति पनि खटेका छन् उहाँहरूको हौसला बढाइदिनलाई म हृदयदेखि रिक्वेस्ट गर्न चाहन्छु। थ्याङ्क यू। अनि यो भिडियोलाई चाहिँ लाइक र सक्दो सेयर गरिदिउँ ताकि सम्पूर्ण नेपालीहरूमा यो भिडियो पुगोस् र साथसाथै हाम्रो पनि मनोबल बढोस् यस्तो सहयोगहरू गरिराख्नको लागि। धन्यवाद।